हो नि त डाइटिङ गर्ने मान्छे भनेको होइन हँ हेलो डाइटिङ गर्ने मान्छे यही हो हँ भेज हुँदा पो त डाइटिङ चाहिँ भेज हुँदा डाइटिङ डाइटिङ गर्ने मान्छे यस्तो छ लु अब फेरि डाइटिङ के भन्दा भेज हुँदा डाइटिङ रे ए ल है ल ल डाइटिङ चाहिँ अब भेज हुँदा मात्रै डाइटिङ गर्ने रे के मासु हुँदा चाहिँ नगर्ने होइन ठिक ठिकै खाने हो त्यस्तो धेरै खाएको छैन धेर कम्ती चाहिँ यति है खाना साथीहरू अब आधी त खाइसकेको कम्ती हुँदा चाहिँ खाना यति खानुपर्ने अब यति रे कम्ती चाहिँ त्यो पनि आरीमा मलाई फेरि थालमा चाहिँ भात खुवाइ पर्दैन रे एकदम आरीमा अनि मासु यता एक बुटुको मासु मात्रै अनि दाल भन्नुहुन्छ नि एक टिफिन त्यो त पल्लोपट्टि घाँस पक्नु नि देखाएको त आफै विचार गर्नुहोस् डाइटिङ गर्दा चाहिँ अब यति एक आरी भात एक बोटुको मासु एक टिफिन दाल त्यति मात्रै ल हस् धन्यवाद यस्तै यस्तै भिडियोहरू फेरि अपलोड गर्दै गरौँला हजुरहरूले लाइक कमेन्ट सेयर एकदम गर्नुहोस् है हजुर यो भिडियो चाहिँ तपाईँहरूले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट लाइक सेयर म त कहिले बोल्दिनँ कहिले पनि बोल्दिनँ म त ल धन्यवाद